बाप रे कति चिनी हालेको रहेछ यसले। सपना ए सपना हजुर ड्याडी यो चिया कसले बनाएको यो? सागरले ड्याडी। किन के भयो र? के भएन भन्न। यो चिया हो कि खुदो हो? यो थम्ब्याउनै नसक्ने। मलाई सुगर छ चिनी खानु हुँदैन भन्ने कुरा कतिचोटि भन्नुपर्ने हो तिमीलाई? बिर्स्यो होला नि त ड्याडी। यसरी प्रेसर हाइ नगर्नु न, म अर्को बनाएर ल्याइदिइहाल्छु। त्यही त यति महँगो ग्यास छ त्यहाँमाथि चिनी चियापत्ती डबल बनाउँदाखेरि कति खर्च लाग्छ थाहा छ तँलाई? खर्च कटौती गर्न सिक, होइन भने कमाएर ल्याऊ। मेरो यो सम्पत्तिमा तिमीहरूलाई रजाइ गरेर बस्न दिन सक्दिन, विचार गरे। सम्पत्तिकै सती जाने हुनुभयो ड्याडी। तपाईँको यो लोभले गर्दा आज म टुरी भएकी छु। तपाईँले यसरी लोभ नगरिदिनु भएको भए के थाहा आज मेरी आमा मेरो साथमा हुन्थिन् कि। अब यसरी रोएर आफूलाई कमजोर नबनाऊ छोरी। जे हुनु त्यो त भइहाल्यो। तेरो अवस्था राम्रो भएर जानेर बुझेर यो सब गरेको होइन, त्यसैले आफूलाई दोष दिने काम नगर। सीता म त साह्रै नै अभागी रहेछु। भाग्यले पनि मलाई नराम्रैसँग ठग्यो। भाग्यलाई दोष दिएर आफूलाई कमजोर बनाउनु हुँदैन सीता। भाग्यले त केही दिँदैन, कर्म गर्नुपर्छ। सीता किन टोलाइ राखी? कफी सेलाइसक्यो त? किन पनि होइन मम्मी, यतिकै केही न केही त पक्कै हो। मनमा के चलिरहेको भन त? खासमा मैले नि मामु जब गराउँ कि भनेर सोचिरहेको। केमा जब? एउटा अनलाइन कम्पनीमा जब खुलेको रहेछ। त्यसमा त मैले फर्म पनि भरिसकेकी छु। त्यही भएर हजुरको राय के होला भनेर। तर बुहारी मान्छेलाई यसरी अरूकोमा जागिर खान पठाउँदा दुनियाँले नाना थरी कुरा काट्छन् कि? घरमा खासै काम पनि छैन। अब ठुलो परिवार भएको धेरै काम हुन्छ। अहिले त परिवार भनेकै हजुर र म मात्रै हो। त्यही भएर मेरो विचारमा त मैले घरको काम भ्याएर पनि अफिस ल्याउँछु जस्तो लाग्यो। मलाई घरमा बसिराख्दाखेरि मनमा धेरै कुराहरू खेल्छन्। उहाँको याद, बच्चाको यादले धेरै पीडा हुन्छ। त्यसैले मामु यो कुराहरू बिर्सिनको लागि सबैभन्दा राम्रो माध्यम भनेकै आफूलाई बिजी राख्नु हो जस्तो लाग्यो। त्यसको लागि राम्रो बाटो भनेकै यही जब हो जस्तो लाग्यो। त्यसैले मामु मलाई र मेरो भावनालाई बुझेर हजुरले हुन्छ भनिदिनुहोस्। बाँकी सबै म सम्हाल्छु। तिम्रो ठाउँमा बसेर हेर्दा तिमीले भनेको र तिम्रो निर्णय पनि ठिक हो। तर बुहारी मान्छे यसरी अरूकोमा काम गर्न पठाउँदा दुनियाँले नाना थरी कुरा काट्लान्। मलाई हजुरको रजामन्दी चाहिएको हो मामु, यो दुनियाँको होइन। दुनियाँले हिजोको दिनमा हामीमाथि त्यत्रो वज्रपात पर्दाखेरि हाम्रा लागि के नै गर्यो? एकचोटि भन्नुहोस् न। जे ठिक लाग्छ त्यही गर्नु।
भनेको 2 पैसाको छैन हैन त्यो कचौरा कुच्ची होला आफूले कमाउन पर्या भएको थाहा हुन्थ्यो यसको महत्त्व कति छ भनेर जानी हैन बुवा हजुर अन्जानमा भयो माफ पाऊ भुल अन्जानमै गर्ने हो सबैले सधैँ माफीले चल्दैन विचार गरेस् सागर बाबाको बानी यस्तै हो मनमा नल्याउ भन्न आएको होला हैन सपना बाध्यताले भनौँ या तिम्रो मायाले म यो घरको अवश्य घर जाइ हो तर यसरी पटक पटक आफ्नो स्वाभिमान गिर्दा मन दुख्दो रहेछ थाहा छ म बुझ्छु तिम्रो भावना अब बुझेर मात्रै के गर्नु व्यवहारमा पनि उतारे पो ए हो है भन्नु मेरो क्षमताले भ्याएसम्म म 100% कोसिस गर्छु मानु खै आशा गरौँ अनि सुन सरासर जाने काम सकाएपछि सरासर घर आउने त्यहाँ दायाँ बायाँ यता उता मैले केही सुन्न नपरोस् नि फेरि हस् हुन्छ मानु त्यो माथि मेरो जाने ठाउँ नै कहाँ छ र मेरो संसार भनेकै हजुर नै त हुनुहुन्छ हुन्छ मामु अब म लाग्छु ल ल ल अब सौभाग्यवती भएस् भनेर भनौँ भने लोने खाइहालिस् अब सन्तान वृद्धि बढा भनौँ भनेदेखि एउटा जन्मिया छोरी पनि खाइहालिस् अब भाग्यमानी भएस् भनौँ भने तेरो कर्मै खोटो छ के आशिक दिनु र अब काम गरी खा काम गरी खाने हो खै खै त म्यानेजर साहब सराई पुग्ने टाइम भएन टाइम त भयो जामा परेर हो कि आउँदै हुनुहुन्छ होला यार ढिला भइसक्यो कि बस्ने टाइमको पक्का रहन्छ होइन त दाइ त्यही त भने अनि के भयो नि हामीले सबैजना बोले भने तिमी त चुपचाप बसिरहेको छौ झाउके यस्ता कुराहरू यहाँ त दिनु त्यही त भने झाउके यस्ता इन्टरभ्यू त अन्त नि दिन पाइन्छ नि निस्किन सराई पिउनु भयो जस्तो छ सबैजना डिसिप्लिनमा बसिदिनुहोस् न मिस सीता यो कम्पनीमा स्मार्ट कामदारको खाँचो छ तिमी जस्तो संस्कारी केटी है कि कसो गाइस सही हो सर सही हो गलत
मान्छेको आवरणमा होइन सर, उसको वफादारीता र इमान्दारितामा स्मार्टनेस आउनुपर्छ। म मान्छु यो पोस्टको लागि मेरो गेटअप उचित छैन, तर सर म यहाँ कामको लागि आएकी हुँ, कुनै फेसन सोको लागि होइन। कसैको आवरणलाई हेरेर उसको क्षमताको मूल्याङ्कन गर्नु एकदमै गलत हो सर। आई लाइक इट। लेक्चरमा त दम छ। अनि यो कम्पनीको फाइदाको लागि तिमी के गर्न सक्छौ? हजुर मबाट के एक्सपेक्ट गर्नुहुन्छ सर? आफ्नो क्षमता र दक्षताले भ्याएसम्म यो कम्पनीको लागि म ज्यान दिएर काम गर्न सक्छु। मैले जिन्दगीमा पुज्ने भनेको एउटा देउता हो अनि एउटा काम हो सर। अब हजुरले आफैले अनुमान लगाउन सक्नुहुन्छ। ओके, सो फ्यामिली ब्याकग्राउन्डको बारेमा केही? सरी सर, म यहाँ जबको लागि आएकी हुँ, कुनै विवाहको लागि होइन। त्यसैले मलाई लाग्छ यो सबैको एन्सर दिन जरुरी छैन। आइ एम सरी। इट्स ओके। त्यसको मेरो फाइल हेर्नु न। वर्किङ एक्सपिरियन्स, क्वालिफिकेसन्स। बेसिता यो पोस्टको लागि त तिम्रो बायोडाटा पुगेको थियो। पहिले बायोडाटा कम्प्लिट हो अनि सर काम मेरो बायोडाटाले गर्ने हो कि मैले? यदि काम बायोडाटाले गर्ने हो भनेदेखि ठिक छ, म त्यो पनि पुऱ्याइदिउँला। तर मैले गर्ने हो भनेदेखि यसरी कागजलाई आधार बनाएर मेरो स्वाभिमानलाई गिराउने काम नगर्नुहोला। नमस्ते। यो संसारमा राम्रोको होइन, हाम्रोको कदर हुन्छ सधैँ।
अब त हुँदा हुँदा मेरो फोन काट्ने, त्यत्रो फोन गर्दाखेरि फोन काट्ने, हुँदा हुँदा फोनै स्विच अफ गर्ने। अहिले काम गर्न पठाएको मैले, अब त मलाई त यसको नियतमै खोट लाग्न थालिसक्यो क्या। फेरि होस् न त काममा जान्छु मम्मी, मन बहलिन्छ मम्मी भनी ल जा न त भनेर छोडिदिएँ। जा होस्, उसलाई पनि राम्रै होस् भनेर। यस्तो भएपछि अब फोन स्विच अफ गर्नुपर्ने त के कारण पर्यो त त्यसलाई? यसलाई त जति फ्री छोड्दा पनि नहुनु। अब त आओस् न मात्रै, आएपछि के गर्नुपर्छ मैले जानेछु। तिम्रो हिम्मत र साहसको उच्च कदर गर्दै मैले गरेको बिहेप्रति माफी माग्न चाहन्छु। नै सर, मलाई हजुरले यसरी माफी मागेर लजित नबनाउनुहोस् न। म त यस्तै छु। म एउटै रूप र एउटै चरित्र भएकी केटी हुँ। मनमा जे लाग्छ केही नसोचिकन बोलिदिन्छु। तिम्रो यही बानीले गर्दा त अहिले हामी आम्ने सामने सामने, नत्र त म यो पोस्टको लागि योग्य नै थिइनँ होइन र? ठिकै छ सर, सबै काममा योग्य व्यक्ति नै चुन्नुपर्छ। अब म यसको लागि योग्य भइन त यसमा मेरो के दोष? त्यसो नभन सीता, यो पोस्टको योग्य व्यक्ति तिमी जतिको अरू कोही हुनै सक्दैन। त्यसैले आजदेखि सम्पूर्ण तिमी अफिसको जानकारी र बेहोरा बुझ, सो भोलि बजाएर काम गर्दा हुन्छ। हुन्छ सर। ल हिँड सीता, म नि तिमीलाई अफिसको बारेमा सबै चिजहरू बताउँछु। हुन्छ सर। अनि कस्तो रह्यो त काम? ठिकै रह्यो भन्नु पर्यो। अब अफिसको पहिलो दिन खासै त्यस्तो मेसो त पाइनँ, तैपनि ठिकै भयो। 2-4 दिनमा सबै ठिक होला नि। बिस्तारै सबै मेसो भइहाल्ला नि। मलाई अघिदेखि कस्तो कफीको तलतल लाएर मर्नु भएको छ। पहिले 1 कप कफी बनाएर लिएर त फटाफट। हस् हुन्छ मामु, म पहिला फ्रेस हुन्छु अनि बनाएर ल्याइदिन्छु है। फ्रेस पछि भयो नि, हुन्छ। पहिला कफी चाहिँ बनाएर लिएर हाल त। ल उनी के अड्किरा, कफी खान मन लाग्छ, जान लिएर।
सीता ए सीता भएन भइसक्यो मामु कति बेर लाग्यो कुकरमा सिठी लाउन थालिस् कि के हो कति बेर लाग्यो दुध फ्रिजमा रहेछ मामु अनि तात्नलाई एकछिन टाइम लाग्यो गजब भएछ मनै आनन्द भयो अनि सुन त बिहानदेखिको भाँडा छन् किचनमा माझिहाल अनि खाना पनि आज अलि छिटो पकाए चाँडै खाएर सुत्नुपर्छ यदि काम बायोडाटाले गर्ने हो भनेदेखि ठिक छ म त्यो पनि पुर्याइदिउँला तर मैले गर्ने हो भनेदेखि यसरी कागजलाई आधार बनाएर मेरो स्वाभिमानलाई गिराउने काम नगर्नु होला हैन सर मलाई हजुरले यसरी माफी मागेर लजिक नबनाउनुस् न म त यस्तै छु वास्तवमा साह्रै असल नारी छौ तिमी सीता तिमीमा छलकपट भन्ने कुनै कुरै छैन साह्रै सुशील आचरण निश्चल व्यवहार एक्सक्युज मी सर घर जाने होइन सर सबैजना गइसक्नु भयो ए जाने हो अब तिमी निस्किँदै गर न म आउँछु अचानक मलाई यो के भइरहेछ मन नलाउँछ बेसी फिलिङ्स भइरहेछ त्यो पनि पहिलोचोटि बिचमा भेटिन्छ You should control yourself. जन्मेकी थिए तर तेरो दुर्भाग्य तैँले दुध खुवाउँदाखेरि नाक फिमेर तेरो छोरी मऱ्यो तेरो दिमागी हालत ठिक थिएन छोरी हामीहरूलाई नजिक पर्नै दिन्थिनस्
अफिसको पहिलो दिन भएर घरको कामै पुरै नगरिकन आए। मामु रिसाले चोर हुनुहुने भयो आज। हे ईश्वर सम्हाल है, तिम्रै हातमा छ। आहा छैन ठुलो पदमा छु भन्दैमा सानोतिनो पदकाले गरेको काम बिगार्न चाहिँ पाइँदैन ल। सीता सीमा त अनि यो सब के हो? यो सब कसरी? त यहाँ कसरी? यो के हो यो? खै कसरी भयो सीता? गाडी धेरै लाग्छ। त भन्न त यहाँ कसरी? म त आजैदेखि यो कम्पनीमा काम गर्न थालेँ कि। अनि सागरलाई सपनालाई सबै ठिकै छ नि? के छ सबै राम्रो छ? खै राम्रो भन्नु कि नराम्रो भन्नु, अहिले त म यो संसारमा एक्लै छु। सपनाको मम्मीको मुटुको अपरेसन गर्न उसको ड्याडीले समयमै पैसा ननिकालेर उहाँको मम्मीको निधन भयो। त्यसपछि सपना यहाँ आएर सागाजीलाई माया र सम्पत्तिको आश्वासन देखाएर सँगै लडेर गयो। ओह माय गॉड, अनि तैँले रोकिन सागरलाई? सीमा सपनाको भन्दा त पहिलो अधिकार त तेरो लाग्छ सागरमाथि। थाहा छ सीता, लोग्ने मान्छेको जात त हो, जता गुलियो उतै गुलियो। सम्बन्धमा माया र भरोसा हुन अत्यन्तै आवश्यक छ। सायद उहाँलाई म माथि दुवै थिएन, त्यही भएर सपनासँग मलाई छोडेर जानुभयो। खै सीमा, म त के भनौँ र, म आफै नै यो माया यो भरोसा भन्ने चिजबाट एकदमै टाढा छु। थाहा छ ल, भन् तेरो यत्रो वर्ष भयो कन्ट्याक्ट नभएको। मेरो पछि भनौँ न सीमा, अहिले मेरो एकदमै धेरै काम पेन्डिङ छ। अब त एकै ठाउँमा पनि भएछ, फुर्सदमा बसेर कुरा गरौँ न नि। जान्छु है? हो न, एकछिन त कुरा गर। मेरो कुरा बुझ् न, आज पहिलो दिन हो कि मेरो। मैले ढिला काम गरेँ भने फेरि बुझ्छस् नि है? अहिले मैले कति पटक भन्नु तिमीलाई, प्रेसर आइछ मलाई, नुन चर्को खानु हुँदैन भनेर। माफमा बुवा हजुर, पड्कल्न जानिन होला, आइन्दादेखि ध्यान राख्नेछु। त्यो आइन्दा चाहिँ कहिले आउँछ नि? यो घरमा आएदेखि आइन्दा र माफी पाउनुदेखि बाहेक केही सुनेकै छैन मैले। बिचरा सिक्दैछ नि त, एक्कासी कहिल्यै नगरेको काम गर्दा तलमाथि भइहाल्छ नि ड्याडी। त चुप लाग, यो सबै त नखरमाउलीको कारणले भएको। त जन्मेदेखि नै मेरो दशा सुरु भएको। तेरो ठाउँमा छोरो भइदिए भए यसरी लोग्नेको वोट लाग्दैन थियो। अलिकति पानी खबर ल्याइदिनु बुवा हजुर। पर्दैन, तिमीहरू नै खा। मैले गर्दा सधैँ तिमीले यसरी वचन छोड्नुपर्छ है? सरी सागर। केही छैन सपना, तिम्रो खुसीको लागि म मेरो सारी जिन्दगी त्याग गर्न सक्छु। ल थाहा छ।
अब सँगै बसेर खाना खाऊ। मलाई त खुवाइदिन्छ। भएको त्यसको जागिरको भूतले गर्दाखेरि सारा काम आफैले गर्नु परेछ। खाना पका आफै, भाँडा माझ आफै, घर सफा गर आफै। बुढो हड्डी घोटाउनको लागि खुब जागिरको नाटक गरेर हिँड्न जानेकी छे। जाने भए पनि त बुहारी मान्छे त घरको धन्दा यसो गरेर पो जान्छन् नि। काहीँ नभकी त्यही त भने सीमा, त्यत्रो धेरै क्वालिफिकेसन हुँदाखेरि पनि यो काम गर्नुपर्ने। पढाइको त कुनै भ्यालु नै छैन यो देशमा। मास्टरको सर्टिफिकेट सिटानमा राखेर कोदाल गरेर कर्म गर्नुपर्छ यो देशमा, नत्र हातमा जोड्नै पाइँदैन। त्यसैले मर्नुभन्दा बोलाउने बेस भनेर काम गरिरहेको छु। यहाँ हाम्रो बाध्यता र व्यवस्था कसले बुझिदिन्छ जस्तो त? सही हो सीमा, यहाँ सबैजना स्वार्थ नै स्वार्थले भरिएका छन्। सबैजना आफ्नो दुनो सोझाउने मात्रै काम गर्छन्। अरू मरु बाँचो कसैलाई कसैको मतलब छैन। सत्य भने सीता खाजा खायो? छैन सर, अब एकछिनमा जमसँगै होइन सर, म एकछिनमा गएर खाएर आउँछु। मेरो काम धेरै नै पेन्डिङ छ। लाची, मैले पनि कहाँ दिनभरि बस्ने गरी सुन भनेको हो त। खाजा खाएर फर्किहाल्ने त हो नि। तर पनि सर ल हेर न फेरि जिद्दी गर्न थाले कि। हिँड जाउँ जाउँ खाजा। सीता, मसित त्यस्तो डर अर केही पनि मान्नु पर्दैन। हुन त फर्स्ट इम्प्रेसन मेरो ब्याड भयो होला तिमीसित, त्यसको लागि आइम सरी। तर पनि नेचरवाइज म एकदमै गुड छु। फेरि आफ्नो तारिफ आफैले गऱ्यो भन्दा बट बिस्तारै महसुस गर्दैछु, आफै थाहा हुन्छ। ए थ्याङ्क यू। अप्ठ्यारो नमानेको अब सीता, एउटा कुरा सोधौँ? सोध्नुहोस् न। तिम्रो घरमा को हुनुहुन्छ? मामु र म मात्रै? अनि ड्याडी दिदीभाइ कोही हुनुहुन्न? हुनुहुन्न। किन, अहिले बाँच कि पछि कुनै घटना घटेर? खै सर, घटना भन्नु या भाग्य, मसँग हजुरले सोधेको प्रश्नको कुनै उत्तर नै छैन। आइएम सरी, मैले त जस्ट जान मात्र खोजेको थिएँ। मलाई थाहा थिएन तिमीलाई कुराले गाह्रो हुन्छ। इट्स ओके, केही छैन सर। कुनै दिन हिम्मत जुटेछ भने हजुरका सबै प्रश्नका उत्तरहरू दिने कोसिस गर्नेछु। पक्कै पनि त्यो मनमा गहिरो चोट छ सीता। तिमीले भन या नभन, तर तिम्रो भाव बुझ्छु म। सर, के भयो? किन टोलाउनु भएको? खाजा खानुहोस् न, सेलाइसक्यो। अनि फेरि अफिस जानु ढिला हुन्छ। बुवा हजुर कफी चिनी त एकमा नै राख्नुभयो होला। छैन बुवा हजुर, सुगर फ्री हो।
पख यो महिना त पुरै 350 बढी खर्च आएछ नि कसरी ग्यासको भाउ बढेछ बुवा हजुर त्यसैले ग्यास पनि सकिएको थियो ल्याएको अनि यसो समाचार पनि हेर्ने गर्नु पर्थ्यो नि मूल्य वृद्धि हुन लाग्यो थाहा हुन्थ्यो बुद्धि भन्ने कुरा 2 पैसाको छैन कति कुरा सम्झाएर सक्नु ल अर्कोचोटिबाट यस्तो नहोस् म सधैँ यत्रो खर्च उठाउन सक्दिनँ हस् बुवा हजुर आइन्दादेखि म ध्यान राख्नेछु कम्पनीको ग्रो अपको लागि हामीले 10 to 5 मात्र टाइम दिएर हुँदैन त्यसको लागि अहिलेको जमानामा हामीले घरमा बसी बसी पनि कम्पनीको फाइदाको लागि धेरै कामहरू गर्न सक्छौँ 8 घण्टा अफिसको कामले लखतरान भइया हुन्छ फेरि घर गएर अफिसको काम कसले गर्छ त्यही त भने दिनभरि अफिसको कामले आफै पनि त लखतरान भइएको हुन्छ घर गएर त्यो गर्ने त पुरै भएन नि म बुझ्छु तपाईँहरूको कुरा तर पनि केही पाउनको लागि केही त गुमाउन सक्नुपर्छ नि मलाई थाहा छ यहाँको 8 घण्टाको काम अनि घर गइसकेपछिको त्यो थकान म महसुस गर्न सक्छु तर पनि हामीले कम्पनीको लागि समय दिनु अनि हामीले कम्पनीको लागि ग्रो अपको लागि केही गर्नु भनेको भोलिको हाम्रो भविष्यको लागि केही गर्नु हो त्यतातिर सोच्नुहोस् न मतलब यो कि हाम्रो बिजनेस यो कम्पनीमा मात्र सीमित नभएर अनलाइन बिजनेस पनि हो हामीले यो बिजनेसलाई ग्रो अप गर्नको लागि घरमा बसेर सामाजिक सञ्जालको माध्यमहरूबाट हरेक टेक्नोलोजीहरू अपनाएर पनि यसको विज्ञापन यसको पब्लिसिटी गर्न सक्छौँ अनि कस्तो लाग्यो त हजुरलाई मेरो कुरा म सहमत छु कम्पनीको फाइदा हाम्रो पनि फाइदा रहेछ म पनि सहमत छु म पनि सहमत छु भोलिबाट हैन आजैबाट सुरु गर्दैछौँ हुन्छ यहाँहरू सबैजनालाई धेरै धेरै धन्यवाद मेरो कुरा स्वीकार दिनुभएकोमा मेरो होइन आजबाट हाम्रो ल त यो सब कुराहरू म सबै स्टाफहरूमा जानकारी गराउँछु अहिले हुन्छ मेरो काम छ यति बेला भइसक्यो आउँदिन त झन् समयमै आइज है भनेको के मान्थी के सुन्थी भनेको गल्ती मेरै हो के यसरी छाडा छोडेपछि लातले हानिहाल्छ नि त्यसलाई आओस् न मात्रै मैले जानेछु के गर्नुपर्छ त्यति थाहा हुन्छ छिटो गर्छु भन्दा यस बेला भइसक्यो मानिले मार्नुहुन्छ अब चाहिँ जान्छु घरमा मामु एक्लै हुनुहुन्छ अनि अहिले ढिला भयो भने गाली गर्नुहुन्छ गाडी पनि पाउँदैन होला ढिला भयो भने गएन होइन सर म आफै जान्छु छोरी फोन मेसेज केही पनि छैन त किन यति धेरै निष्ठुरी भएकी छोरी त त्यस्तो होइन नि मामु अब हजुरले भने जस्तै मैले आफ्नो लागि जिउन थालेकी छु
हजुरलाई थाहा छ मैले जब गर्न थालेको छु नि त्यही भएर। त्यो त धेरै राम्रो कुरा हो छोरी। तिम्रो त्यो कदमले मेरो मन कति हर्षित भएको छ त्यो त म व्यक्त गर्न नै सक्दिनँ। थाहा छ मामु, म पनि एकदम धेरै खुसी छु। कमसेकम यो कामको कारणले गर्दाखेरि बितेका ती काला दिनहरूलाई सम्झेर बारम्बार आँसु झार्नु त परेको छ। अब रुनी पटक्कै होइन, नारी कति शक्तिशाली हुन्छन् भन्ने कुरा तिमीले प्रमाणित गरेर देखाउनु पर्छ छोरी। हस् मामु, मैले सक्ने सक्दो कोसिस गर्नेछु। ल मामु, म घर फर्किँदैछु, बाटोमा छु। गाडी पनि आयो, अहिले राखेँ ल। हुन्छ छोरी, राम्रोसँग जाऊ, आफ्नो ख्याल राख है। हस् मामु, बाई मामु। ल थर्किने गरेर बोलाइरहेको छु, सुनेको नसुने गरेर बस्ने। ध्यान आउँदै थियो सपना, त्यसैले तिमीले बोलाएको सुनिन। थाहा छ मलाई कहाँ छ तिम्रो ध्यान। ल गएँ म सुत्न, त्यसैलाई सम्झेर बस। सपना गलत नसम्झ न, म त बुवा हजुरले गरेको व्यवहार सम्झिरहेको। होला त्यत्रो याद आएको भए भेट्न गए भएको त, मलाई भन्नु केही पनि छैन। प्लिज सपना, अरूले नबुझे पनि तिमीले त बुझ्देऊ न। किन बुझ्ने? मैले बुझेर तँलाई अफिस जान दिनु नै मेरो गल्ती भयो। अब बुझ्नु छैन। मैले भने नि भोलिदेखि जादिनस्। यस्तो नभन्नु न मामु, भर्खर त सुरुवात छ, सुरुवातमै कसरी छोड्नु? कसरी के मलाई मतलब छैन। बुहारी होस् बुहारी भएर बस, छोरी बन्न नखोज। त्यस्तो होइन मामु। अनि कस्तो त? हेर, बुहारी मान्छे भनेको घरको चुलो चौको गर्ने जात हो। यसरी रात बिरात फाइल बोकेर अर्काकोमा काम गर्ने होइन। गलत मामु, तपाईको यो सोचको कदर गर्न म असमर्थ छु। अहिले छोरा बुहारी सबैजना बराबर छन्। छोरा होस् या बुहारी, यदि उसमा क्षमता छ भनेदेखि घरभित्रको लागि मात्रै होइन मामु, देशको लागि पनि केही गर्न सक्छ। खुब मास्टर नि भइस् त एकै दिनमा। सत्य कुरा बोल्नको लागि मास्टर नि भइराख्नु पर्दैन मामु। एउटी विद्वान नारी राष्ट्रपति भएको देश हो। ए हो र? मलाई त थाहै थिएन त। भनेपछि महारानीको अबको योजना भनेको त प्रधानमन्त्री बन्नेतिर होला होइन? होइन मामु, मलाई त हजुरले बस बुहारीको नजर हटाएर एउटी छोरी अनि एउटा छोराको नजरले हेर्दै पुग्छ। मलाई त सानो सानो कुरामा नै ठुलो खुसी मिल्छ मामु। त्यो सब भन्ने कुरा हो। तँलाई छोरा छोरीको नजरले त के मेरो सोच पनि आउँदैन। अनि खाना खानु भयो मामु? कसले बनाएर दिएको छ र खानु? हजुर आराम गर्दै गर्नुहोस्, म बनाएर ल्याउँछु नि त है। ठिक्क पार्छ न, ढङ्गसँग केही छैन। भाडा मान्नु पर्यो नि र भाडा थचार्छ।
सीता सीता हजुर मामु होइन घाम डाँडा माथि पुगिसक्यो अझै उठ्नु पर्दैन के भन्नु यस्ता पनि बुहारी मान्छे कति सुत्न सकेको होला यो आइमे आफू त्यत्रो मन्दिर गएर पूजा गरेर आइसके उठ्ने नहुने केही छैन बुहारी मान्छे भनेर के गर्नु काहीँ नभएको अल्छी थकाइले होला म त धेरै सुतेछु मार्नु भएन आउले सरी मान्नु थकाइले गर्दा होला बुसुकै निदाएछु उज्यालो भयो कि थाहा पाएन त्यही त थकाइ त हजुरलाई मात्रै लाग्छ नि हजुरको त हाड छालाको शरीर हाम्रो त फलामको मैले त्यस्तो भनेको छु र मामु ल अब धेरै गल्फती नगरेर चाँडो नुहाएर नास्ता रेडी गर यहाँ ग्यास्ट्रिक हुने बेला भइसक्यो बुहारी मान्छे रे बिहान सबेरे उठेर नुहाई धुवाई गरेर चाहिँ घरको धन्दा गर्नुपर्ने मान्छे दिउँसोसम्म आधा दिनसम्म सुँगुर सुतेदै सुत्या छे यस्ता पनि बुहारी मान्छे रे हाम्रा पालामा सासूले पोतेको दैलोमा टेक्न पाइँदैन थियो अहिलेका बुहारीहरूको पारा हेर न सुविधा धेरै भएपछि त नराम्रोसँग बिग्रिँदो रहेछन् बिग्रिन पनि आजसम्म मेरी छोरीको जीवनमा जे जति दुःख कष्ट हुन्थ्यो भयो आजका दिनदेखि मेरी छोरीको जीवनमा सुखै सुख गरिदिनुहोस् हे ईश्वर तिमीसँग माग्ने भनेकै एउटी आमाले सन्तान र परिवारको खुसी न हो आन्टी पूजा गर्दै हुनुहुन्छ नानी अनि तिमी मन्दिर गएर आयौ अनि आन्टी राम्रो नि नानी आफ्नो त पार्टी पनि यही मन्दिर पनि नै के गर्ने बुढेसकालमा मन्दिर जान त मन लाग्छ नि शरीरले साथ दिँदैन हो नि आन्टी पैसा सन्जेलसम्म धर्मकर्ममा मनै जाँदैन बुढेसकाल भएपछि गाह्रो हुन्छ मेरो आमाले पनि त्यही भन्नुहुन्छ ए साँच्ची आन्टी हजुरलाई बधाई छ है के को बधाई नानी ल आन्टी धेरै पछि सही हजुरकी छोरी ठिक भइछन् अनि जागिर पनि खान थालिछन् मलाई त धेरै खुसी लाग्यो कसले भन्नु नानी तिमीलाई मेरी छोरी जागिर खान थाली भने अघि मन्दिरमा सीताकी सासूलाई भेटेको थिएँ सबै कुरा उहाँले नै भन्नुभएको ल त लाग्यो है आन्टी घर गएर खाजा बनाउनु छ ढिला भयो भने सासूले मार्छिन् फेरि पछि कुरा गरौँ है धन्य हुनुहुन्छ प्रभु हजुरले मेरो पुकार सुनिदिनु भयो हजुरलाई कति कति प्रणाम यो खुसीको खबर सीताको बुवालाई सुनाउनु पर्यो ए सीताको बुवा मामु भित्र खाना बनाएर राख्दैकी छु भोक लागेपछि खानुहोस् है म अफिस गएँ पर्दैन जान म बिहानदेखि उठेर घर सफा गर्ने खाना पकाउने भाँडा माझ्ने सब काम गर्न सक्दिनँ कस्तो कुरा गर्नुभएको मामु मैले भ्याएसम्म त घरको काम सकेरै अफिस जाने अफिस सकेर आएर घरको काम गर्ने गरेकै छु नि बिहान र बेलुका 2 मुठी चामल पकाएर दोडा भाँडा माझेर घरको काम सकिन्छ दिनभरि घर सफा गर खाना पका खाका भाँडा माझ यो सब त हुँदै गर्न सक्दिनँ म त्यस्तो कुरा नगर्नु न मामु मैले आफू बसी हजुरलाई काम गर्न लगाएकी त होइन नि अफिस पनि त भ्याउनै पर्यो मैले भ्याएसम्म त गरेकै छु नि के तँलाई मैले जबरजस्ती काम गर्न जा भनेर भनेको छु तेरै रहरले गएकी त होस् नि दुनियाँको गुलामी गर्न खानै नपाए जस्तो रहर हो कि बाध्यता त्यो त मलाई मात्रै थाहा छ हजुरले जसरी बुझ्नुहुन्छ बुझ्नुहोस् मलाई यो विषयमा धेरै डिस्कस गर्नु नै छैन
मलाई अफिस जान ढिला भइसक्यो गएँ म 2 दिन काममा जाँदाखेरि त यसरी मलाई पिठ फर्काएर हिँड्ने भइसक्यो भने यो यसलाई यसरी फ्री छोडेपछि त यसले मलाई के चाहिँ गर्छ होला त अरे सीमा त आइज न बस न जे पाए त्यही यो क्याबिन न तेरो न मेरो काम गरौँ जेली मेरो त्यही भएर बढी कुरा नगरिकन यहाँ आएर पक्क बस आइज न भने अनि खाना खाइस् खाएँ ल भन के काम ल्याएको त्यस्तो खासै काम त थिएन यतिकै बस्नलाई भेट्न मन लाग्यो अनि फटाफट काम सकेर तँलाई भेट्न आएको ए धेरै राम्रो गरिस् अनि सीता यतिका समयसम्म तेरो जीवनमा के भयो भन् न त खै के भयो के भएन भन्नुहोस् खासमा सीता यतिसम्म भएछ कसरी सहन सकिस् के गर्छस् सीमा सहनै पर्दो रहेछ काल नआएसम्म मरिन्न रहेछ त्यो त हो तर हिजो आज तमाको परिवर्तन देख्दा म निकै खुसी भएको छु पहिलाभन्दा धेरै इन्दिनी भएको छु अब के गर्नु त सीमा समयले बोल्नु फेरि आफूलाई पनि त समय आयो सही हो सीता अनि एउटा कुरा सोध्नु सीता एउटा मात्रै किन 2-4 सोध न तेरो र रामसर बीच के चलिरहेको मतलब नयाँ प्रेम जे पाएले तँलाई राम्रोसँग थाहा छ त सीमा म यस्तो माया प्रेम भन्ने कुरामा कहिले पनि विश्वास गर्दिनँ त्यो माथि तँलाई त मेरो पास्ट प्रेजेन्टको बारेमा सबै थाहा छ अनि पनि कसरी सोच्न सक्छ त्यो त हो तर रामसँग चाहिँ तँबाट सफ्ट गर्नु भयो जस्तो लाग्यो कसरी नहुनु त यो जबको लागि क्यापेबल छैन भनेर निकालेको मान्छेले तँलाई फिर्ता बोलाउनु अनि त्यसपछि तेरो केयर गर्नु खाजा खान लैजानु यो सबमा त केही न केही पक्कै छ त्यस्तो केही पनि छैन भनेर कतिपटक भन्नु तिमीलाई सपना यदि सीमाप्रति मेरो त्यस्तो भाइस भइदिएको भए सीमालाई छोडेर म तिम्रो पछि लागेर आउँथेँ त्यो त तिम्रो बाध्यता पनि हुन सक्छ नि यो कस्तो कुरा हो सपना तिमीले मेरो लाइफ मेरो चोइस हो नि त्यो त सब भन्ने कुरा हो होइन सपना मैले नबुझेको कुरा चाहिँ तिमी त पहिले यस्तो थिएनौ तिम्रो सोच पनि यस्तो थिएन 1 वर्षमा यति धेरै परिवर्तन आखिर किन के मैले तिमीलाई भनिराख्नु जरुरी छैन सागर कसलाई भन्न जरुरी छ त सपना म त तिम्रो श्रीमान हो थाहा छ अनि यो घरको घर ज्वाइँ पनि सपना कस्तो कुरा गरेको तिमीले यस्तै सुनेनौ सुने सपना तर साह्रै तितो लाग्यो सपना सत्य तितै हुन्छ सागर सपना 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 जति नै बुझकी भए पनि नारीको शङ्का गर्ने बानी कहिले नजाने रहेछ जे जस्तो भए पनि कमसेकम सीमाले त यतिको वचन लाउँथिन पहिलो भनेको पहिलो हुन्छ भन्थे हो रहेछ एकपल्ट फोन पो गर्नु पर्यो फेरि के भनेर फोन गर्नु रिसाको भने आज सिगोस् फोन गर्छु फोन त लाग्यो नम्बर त त्यही रहेछ फेरि के भनेर बोल्नु मसँग बोल्ने कुनै शब्दै छैन पछि सोचेर बोल्नु पर्ला
May I come in, sir? मलाई बोलाउनु भयो हो भित्रै आऊ न के काम थियो सर थ्याङ्क यू सो मच किन अनि के को लागि सर तिमीले यो कम्पनीको प्रमोसनको लागि यतिका दिनदेखि मैले गर्न नसकेको काम तिमीले 2 दिनमै गरिदिएको छौ त्यसको लागि फेरि पनि थ्याङ्क यू सो मच मैले त्यस्तो के नै गरेको छु र सर तिमीले हिजो स्टाफ मिटिङमा राखेको प्रपोजल सबैजनाले स्वीकार गरेको मैले देखेको थिएँ अनि मलाई तिम्रो आइडिया पनि मन पर्यो अनि फेरि तिमीले मेरो कम्पनीलाई मेरो मात्र नसोचेर जुन आफ्नो सोचेर हार्ड वर्किङ एन्ड डेडिकेसन तिमीले देखाएको छौ नि एकदमै मन छ यो हैन सर हजुरले मलाई यति सानो कुरामा थ्याङ्क यू भनिराख्नै पर्दैन म यो कम्पनीमा काम गरे बापत पारिश्रमिक लिन्छु अनि यो कम्पनीको राम्रोको लागि केही काम गर्नु मेरो कर्तव्य हो नि मेरो मात्रै नभएर यो कम्पनीमा काम गर्ने हरेक स्टाफको कर्तव्य हो सर यो कम्पनीको ग्रो अप हुनु भनेकै हामी सबैजनाको जीवन स्तर ग्रो अप हुनु हो हैन र सर एकदम सही हो सीता म तिम्रो यो सोचलाई सल्युट गर्छु थ्याङ्क यू सो मच सर अब म जाऊँ हुन्छ निस्का ए सुन त तिम्रो काम कति छ लगभग सक्यो सर त्यो थानकोटको एउटा कुरियर पठाउन बाँकी छ अनि बानेश्वरको हेड अफिसको हिजो हजुरले भन्नुभएको मेल थियो नि त्यो गर्न बाँकी छ अनि सक्यो ए ल गुड त्यति काम सकिहाल अनि आज एकछिन मलाई टाइम देऊ न है केही कुरा गर्नु छ तिमीसित हुन्छ सर घरको काम गरेर गएको छु आएर सबै काम गर्छु भनेर ठिक्क पार्छु बिहान 2 घाँस पकाएर बेलुका आएर चाहिँ डोडा भाँडा माझेर घरका काम सबै सकिन्छन् त्यसका आँखाले अरू काम चाहिँ केही देख्दैनन् के हो हेर त्यत्रो पैसा तिरेर किनेर लिएर आएर रोपेको बिरुवा पानी नहालेर सबै मरिसक्यो त्यसको पैसा तिरेर किनेर लिएर भए पो त्यसलाई माया हुन्थ्यो होइन छोरी बुहारी भएको घर त उज्यालो हुन्छ भन्थे हाम्रो त त्यो कुलङ्गानी घरभित्र भित्रेको दिनदेखिको औँसीको रात जस्तो भएको छ जिन्दगी नै त्यो चाहिँ दिनमा भित्राइएछ होइन भएको रात छिस्ने के भनेको नटेनी घर त आओस् न त्यसलाई मैले जानेछु कमसेकम पहिला त अलिकति यसो गर्नुपर्छ त्यसो गर्नुपर्छ भन्छ मान्थे नि अहिले त 2 दिन के भयो अफिस जान थालेको भनेको केही पिटिक्कै नटेनी भएकी छि गर्नुपर्छ यसलाई मैले अब अहिले मजाले ठिक पार्नुपर्छ यसलाई एक्चुअली मैले तिमीलाई यहाँ बोलाउनुको रिजन चाहिँ मलाई तिम्रो बारेमा जान्नु छ सीता सायद फर्स्ट इम्प्रेसन मेरो तिमीसित नराम्रो भयो होला तर पनि म मान्छे धेरै राम्रो छु तिमीले महसुस गर्दा हुन्छ मलाई तिम्रो अतीत र वर्तमानको बारेमा भन्न सक्छौ तर म सक्दिन सर ममा अब त्यति धेरै हिम्मत छैन हजुर मेरो सर हो आई थिंक मैले हजुरलाई मेरो पास्ट मेरो प्रेजेन्टको बारेमा बताइराख्न जरुरी छ जस्तो मलाई लाग्दैन किनकि पर्सनल कुराहरू आफ्नालाई अनि आफन्तलाई शेयर गर्ने गरिन्छ
हजुर र मेरो सम्बन्ध भनेको त एउटा स्टुडेन्ट अनि टिचरको जस्तै हो। त्यसैले म तिम्रो भनाइलाई बुझ्छु सीता, तर पनि मलाई आफ्नै आफन्त जसरी सेयर गर न प्लिज। सोच्दैमा सबैजना आफन्त हुँदैनन् नि सर। के थाहा मैले हजुरलाई मेरा सबै दुःखहरू सेयर गर्दाखेरि हजुरले कतै अर्कै रूपले पो लिइदिनुहुन्छ कि? त्यस्तो कदापि हुन सक्दैन सीता, किनभने तिमीले मेरो मनमा स्पेशल ठाउँ बनाइसकेको छौ। मतलब यो कि सीता, मलाई तिम्रो आँखा मनपर्छ, मलाई तिम्रो ओठ मनपर्छ, तिमीले हेरेको मनपर्छ, तिमी बोलेको मनपर्छ, मलाई तिम्रो निश्चल व्यवहार अनि तिम्रो सोझोपन मनपर्छ। सायद मैले तिमीलाई मन पराउन थालेको छु। होइन राम सर, यसलाई माया होइन, यसलाई एट्र्याक्सन भनिन्छ। कुनै पनि केटीका शरीरका अङ्गहरू मन पराउनु, उसको चालडाल जस्ता कुराहरूलाई मायाको उपनाम दिएर कुनै पनि केटीलाई भ्रममा नपार्नुहोस्। 2 दिन भेट्दैमा, सँगै काम गर्दैमा, 2 वचन मिठो बोल्दैमा माया बस्दैन राम सर। गलत सीता, माया त एक नजरमा बस्छ। माया बस्नको लागि 2 दिन काम गर्ने नगर्नेसँग केही फरक पर्दैन। फरक पर्छ सर, किन पर्दैन? सबैको जीवनमा बाहिर देखे जस्तै राम्रो र खुसी भित्र हुन्छ भन्ने छैन नि। त्यो माथि नारीहरू त द्वैत चरित्रका हुन्छन्। भित्र जति नै ठुलो पहिरो गए तापनि बाहिर हाँसेरै हिँडेका हुन्छन्। र तपाईहरू जस्ता पुरुषको यही कमजोरी छ कि नारीहरूको त्यही मुस्कानलाई हेरेर उनीहरूको भावनासँग खेल्ने कोसिस गर्नुहुन्छ। ल भो सीता, तिमी धेरै बोल्यौ। मेरो मायालाई तिमीले एट्र्याक्सन सम्झ्यौ, यो पनि माने। मेरो फिलिङ्सलाई गलत बुझ्यौ, त्यो पनि स्वीकारे। तर मेरो मायालाई तिमीले फेक बुझ्यौ नि। तिमीलाई के थाहा सीता, माया भनेको के हो भनेर? माया भनेको समर्पण हो, माया भनेको विश्वास हो, माया भनेको भरोसा हो, अनि माया भनेको त्याग हो। तपाईलाई के थाहा माया के हो भनेर? मलाई सोध्नुस्, म दिन्छु हजुरलाई मायाको परिभाषा। माया भनेको त्यो हो जसको लागि संसार त्याग्न सक्नुपर्छ। माया भनेको त्यो हो जसको यातनामा पनि आनन्द मिल्नुपर्छ। माया भनेको त्यो हो जसको खुसीका लागि आफ्ना सारा खुसीहरू त्याग गर्न सक्नुपर्छ। माया भनेको त्यो हो जसको मायाको आशमा आफ्ना सारा सपनाहरू तिलाञ्जली दिनुपर्छ। माया भनेको त्यो हो जो फर्केर आउँदैन भन्ने थाहा हुँदा हुँदै पनि उसकै बाटो कुरिराख्न सक्नुपर्छ। वास्तवमा मायाको अर्थ मैले नै नबुझेको रहेछु। आज तिमीले बुझाइदेऊ। मेरो विश्वास गर, म तिमीलाई साँच्चीकै माया गर्छु अनि तिमीसँग विवाह गरेर जीवन बिताउन चाहन्छु।
तर म चाहन्न। किन? किनकि म एउटी विवाहित नारी हुँ। तर तिमीमा मैले त्यस्तो केही पनि देख्दिनँ त। न सिन्दुर, चुरा, पोते। सिन्दुर, चुरा, पोते मात्रै नारीका सिंगार हैनन् नि। परिपक्वता, जिम्मेवारी, त्याग जस्ता कुराहरू पनि नारीका सौभाग्य हुन्। बाहिरी आवरणलाई हेरेर नारीको भित्री चरित्र थाहा हुँदैन नि सर। हजुरले मेरो वर्तमान, मेरो पास्ट जान्न चाहनुभयो। म बताउँछु। मेरा सबै तीता सत्यहरू यिनै हुन्छन्। ल अब भन्नुहोस्, अब पनि हजुर मलाई माया गर्नुहुन्छ? अब पनि मसँग बिहे गर्न सक्नुहुन्छ? मलाई थाहा छ सर, यहाँ सबैजनाले फुलेको फुल नै टिप्छन्। ओइलाएकोलाई कसले पो हेर्छ र? म बुझ्छु हजुरको बाध्यता अनि व्यवस्थालाई। मलाई थाहा छ। अनि हामी यस्तो सोसाइटीमा हुर्किरहेका छौँ कि जहाँ एउटी श्रीमती मरेको श्रीमानले 13 दिन नबित्दै अर्को श्रीमतीलाई झ्याइ बाजा बजाएर घरभित्र भित्राउन सक्छ। तर त्यही सोसाइटीमा एउटा श्रीमान मरेको श्रीमतीले जिन्दगीभर विधवा भएरै मर्नुपर्छ। एउटी नारीको श्रीमान मरेसँगै उसका सारा इच्छा चाहनाहरूलाई पनि दागबत्ती दिइन्छ। सर, के भयो? केही त बोल्नुहोस् न। हजुरलाई खुब इच्छा थियो नि मेरो पास्ट, मेरो प्रेजेन्टको बारेमा सुन्ने। मेरो जे हो सबै कुरा सत्य सत्य अनि यथार्थ रूपमा भन्दै। अझै पनि कुनै प्रश्नहरू छन् भने सोध्नुहोस्। अहिले म उत्तर दिन सक्षम छु। सर, बोल्नुहोस् न। केही त बोल्नुहोस्। किन केही नबोली बस्नु भएको?